भानुभक्त पाण्डे सैन्य महिना वार्ड नम्बर 9 को वडा छ प्राकृतिक चिकित्सालय जुन वार्ड नम्बर 1 मा रहेको छ। यहाँ यो 24 घण्टे यो लिभर क्लिनिक कार्यक्रम अन्तर्गत हिजो बिहान म 8 बजे आएको थिएँ। बिहान 8 बजे आइसकेपछि हामी यो मुल्तानी माटो अनि यो धमिराको गोलाको माटो सबैको मिश्रणबाट हामीले शरीरमा एकदम यो माटोले थेरापी यो गर्यो। त्यो माटो थेरापी गर्दाखेरि यति राम्रो अनुभव आयो कि त्यो माटो शरीरमा सुकिसकेपछि भित्रभित्र भएका यो कणहरूदेखि लिएर यो छालाका टक्सिनहरू सबै यो एकदम राम्रोसँग यो निकालेको अनुभव भयो। त्यसपछि हामी यो ओइल मसाज चाहिँ गरिसकेपछि लगभग हामीले 1-1.5 घण्टा ओइल मसाज गरियो। त्यसले चाहिँ भित्रभित्र यो जुन तेल मार्फत तिनी शरीरमा भएका हाम्रो चाहिँ भएका तिनी सबै तेलहरू यो मार्फत मसाज भयो। अनि त्यो प्रक्रिया सकिसकेपछि फेरि हामीले स्टिम गरिसकेपछि तिनी शरीरमा भएका तेल अनि शरीरभित्र भएका तिनी जमेर रहेका तिनी कणहरूबाट एकदम पसिना मार्फत त्यो एकदम भित्रभित्र शरीरमा भएका सबै गएको अनुभव भयो। अनि हामीले दिउँसो यो लिभर क्लिनिक अन्तर्गत हामीले 6 बजे दिउँसो 11 बजे खाना खाइयो। 11 बजे खाना त्यो प्रक्रिया 11 बजेसम्म सकियो भने 11 बजे खाना खाइसकेपछि हामी एकैचोटि 6 बजे जुन यो लिभर क्लिनिक अन्तर्गत हामीले जुन यो आयुर्वेदिक औषधि यो दिनुभयो। हिजोको साँझ 11 बजेसम्म मलाई 7 चोटि एकै टोयलेट भएको थियो। त्यसमा चाहिँ भएका विकारहरू एकदम शरीर खाली भयो जस्तरी विकारहरू चाहिँ गएको अनुभव भयो। यसले एकदम शरीर एकदम हल्का भयो जस्तो एकदम चङ्गा भयो जस्तो भएको छ। अब हामी यहाँ 11 बजेसम्म हामी यहाँ बस्छौँ र यो 24 घण्टा यो कार्यक्रम एकदम मलाई एकदम खुसी लागेको। सबैलाई मैले के सुझाव दिन यो चाहन्छु भने वर्षमा केही नभए पनि 3-4 चोटि यो 24 घण्टे यो कार्यक्रम एकदम राम्रो भएको हुँदाखेरि आफ्नो शरीरको फाइदाको लागि स्वस्थ हुनको लागि सबैलाई आउन पनि अनुरोध यो गर्दछु।